खल्तीमा पैसा नभएको विपन्न गरिबले शिक्षा पाउनु पर्यो, त्यो हो हाम्रो एजेन्डा। खल्तीमा पैसा नभएको विपन्न गरिबले स्वास्थ्य उपचार पाउनु पर्यो, त्यो हो हाम्रो एजेन्डा। 2 वर्षमा बन्ने बाटो 20 वर्षमा पनि बन्दैन, 1.5 वर्षमा बन्नु पर्यो, त्यो हो हाम्रो एजेन्डा। रुखमा बाँधेर हुन्छ कि बाटोमा सुताएर हुन्छ कि खोरमा जाकेर हुन्छ, बाटो बन्नु पर्यो। सबैलाई राम्रो गर्छु भन्दा भन्दै पनि आफै नराम्रो भएको मान्छे हो हजुर। अब जसले जे सोचे पनि केही फरक पर्दैन। बाध्यता र जिम्मेवारी छ, सपना छ र त सङ्घर्ष छ, अनि त जिन्दगी छ। हिजोसम्म जुनसँग दाँच्ने तिमी आजभोलि दागको चर्चा गरी भन्छौ अरे सोचेको जस्तो रहेनछ। व्यवहारले जवाब दिइराखेको बेला प्रश्न सोध्नु नै मूर्खता हो। गुलाबको फूल भन्दा पनि तुलसीको बोट जस्तो बनाउनु छ जिन्दगी, जसलाई रोज्नु होइन खोज्नु पर्छ।